दाङको तुलसीपुरमा सञ्चालन भइरहेको प्रथम तुलसीपुर महोत्सवमा राखिएका विभिन्न नास्ता पसलका स्टलहरूमा छड्के अनुगमन गरिएको छ। अनुगमनका क्रममा केही नास्ता पसलका स्टलहरूमा अखाद्य वस्तु तथा प्रतिबन्धित रङ मिसाइएको खानेकुरा फेला परेपछि ती सामग्रीहरू जफत गरी नष्ट गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दाङबाट खटिएको टोलीले गरेको अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने सामग्री प्रयोग गरिएको पाइएको हो। जनताको स्वास्थ्यमाथि कुनै प्रकारको खेलबाड गरे कडाभन्दा कडा कारबाही गरिने अनुगमनमा खटिएका एक कर्मचारीले बताउनु भएको छ। तपाईको सबै खेर गयो नि त आज। अब के गर्नु तपाईको खेर गयो नि त यो सबै फाल्नु पर्ने हो। अरु के छ? सबै तपाईँ यही मान्छे यति हामी गरिरहेछौँ, समाचारमा आइरहेछ, मेरो मध्ये निकालिरहेको छ सबै समाचारमा, त्यही पनि हालिदिनु छ। यसमा के पानी भण्डारको लागि सबैलाई हो लगभग कति मिली बराबर छ अहिले नष्ट भयो। यो पनि फाल्दिनु होला कृपया। ल उहाँले नष्ट गर्नुहुन्छ। 19 गतेसम्म फेरि हामी आइरहन्छ भाइ, बेला बेला पनि आउँछौँ। यो चाहिँ नगर्नु ल, अलि सरसफाइ पनि गर्नु होला। यो पनि पुस्नु लाग्यो, अर्को दिन फेरि रङ देखिन्छ। अन्तिम पुगिसकेको छ, यसलाई 1-2 चोटि फ्राई गरेर फालिदिइहाल्नु। कलर भएको चिजहरू सबै निकालिदिइहाल्नु। कलरको डब्बा दिनु भाइ, कलरको डब्बा दिनु न, डब्बा दिनु न, हामीलाई थाहा हुन्छ क्या, होइन र भन्नु क्या। एक दिन एकछिनको लागि तपाईँ ठगेर तेल तताउनु, तेल तताउनु। कलरको डब्बा कहाँ छ? ओइल टेस्टमिटर सबै निकाल्नु, त्यो निकाल्नु सबै। यो सबै फाल्नु। तपाईँ किन हाल्नु भयो? को हुनुहुन्छ यहाँ मुख्य? यहाँको मुख्य व्यक्ति को हो? तपाईँको कलर किन हाल्नु भयो त? तपाईँको कहाँ हो खासमा? तपाईँको पसल कहाँ हो? कहाँबाट आउनुभएको भन्नु त? कहाँबाट आउनुभएको? अनि तुलसीपुरवाला अहिलेसम्म कलर हाल्नुपर्छ, हाल्नु हुँदैन भने थाहा भएन। 0.5% कति पनि हाल्न पाइँदैन क्या, कति पनि हाल्न पाइँदैन, कति पनि हाल्न पाइँदैन। बुझ्नु हो नि, एकदम रेड अहिले निकालिदिनु, भोलि दिन हाल्नु न, सबै फाल्नु। फेरि विवाद हुन्छ, अरूको पनि फालेर हाल्नु। सुन्नुहोस् कलर हाल्नु चाहिँ के हाल्ने? के पहले के को कलर हाल्नु हो क्या? कामला र अरूले नुकाउँछ अहिले नगर। अनि कुरा यस्तै रङ हालियो पोखरामा, यो रङ हाल्नु पाएन, तताएर पकाएर रङ हाल्न त दाङमा त पाइँदैन त हजुर। खै त्यो रङको डब्बा ल्याउनु त? यस्तो रङ हालेर बेच्ने हो त? हेर्नु त, यस्तो रङ हाल्ने जसमा छ। यो रङ हालेको खान भएन, बेच्न नि भएन क्या। ल यो सबै निकाल्नु न, त्यो पकौडी सबै निकाल्नु। निकालौँ ल, होइन अहिले निकाल्नु न सर, यो निकालिदिनु न। यो निकालेर यहाँ फालिदिनु पर्यो। त्यो सबै निकालिदिनु। कहाँ छ डस्टबिन? अनि कहाँ राख्ने त? अनि डस्टबिन पनि फाल्नु परेन? तपाईँहरूलाई अहिलेसम्म रङ प्रयोग गर्न पाइँदैन भन्ने थाहा छैन? अहिलेसम्म थाहा भएन तपाईँलाई? यसो खानेकुरा गर्नुभएको छ व्यवसाय? तपाईँ कतिजना खाएको
सबै ठाउँ जान्छ कि मेरो हजुर त्यो तपाईँको पकाउने फ्राई गर्ने नपाइँदैन क्या हामीले पैसा जानु सुत्या तपाईँ हाम्रो कामै त्यही हो त अनि मौका दिनु पर्दैन कति तपाईँको फालिएको छ सबै दाङ धेरै हेरिरहेको छौँ हामीले किन हो यो नष्ट गरिदियो डस्टबिनमा हाल्नु डस्टबिनमा हाल्नु त्यो फोहोर भाडा मसाले चाहिँ फ्यामिली खाने कुरा